फेरि भन भयो। यो मौरीकोले मलाई साह्रै दुःख दियो साथीहरू। हेर्नुहोस् त, अब चाहिँ अस्ति भर्खरै चाहिँ 2-3 चोटि 4 चोटि रानी निस्कियो होला यसमा। तपाईँको हराएको छ। अहिले फेरि चाहिँ यो हेर्नुहोस् त, साउन लागिसक्यो, कोठी हालेको छ। यस्तो रानी कोठी हालेको छ। अब यसलाई बचाउनलाई मलाई साह्रै गाह्रो हुने भयो। हेर्नुहोस्, अब मौरीका घरहरू धेरै बाक्ला भएर नि होला। यो अब म्याटिङमा जाने क्रममा रानीहरू हराइहाल्दो रहेछन्। हेर्नुहोस्, अब के गर्ने। अब मौरी पालेर पनि सुख छैन हो। यिनलाई त बेला बेला हेरिराख्नुपर्छ। अब नहेरे नि सुख छैन, हेरे नि सुख छैन। यस्तै छ हो यो दिनचर्या, यस्तै छ हजुर। अब के गर्ने। अब आफ्नो त यस्तै, अब कृषक परियोग गरे हामी त। अब यस्तै छ। अस्ति भर्खरै रानी निस्किएको, अहिले फेरि हराएछ। अब ठिकै छ। अब कोठी हाले